हाम्रो साइला बा हुनुहुन्छ। साइला बाको नाम के अरे साइला बा? उमानन्द। अनि बाबु बाजे हजुरबाहरूको नाम भन्नु, हजुरआमाहरूको। लक्ष्मी दत्त। अनि हजुरआमा दिजु हजुरआमाको नाम? सुशील कुमारी भाइ आमाको नाम सुशील कुमारी। धर्मकला नामकुमारी। नामकुमारी जिजु नामकुमारी चाहिँ जिजु हजुरआमा। हजुर कि हजुरआमा? नामकुमारी। हजुरआमाको चाहिँ हजुरबाको चाहिँ नि बस्नु भनेपछि हजुरबाका कतिजना श्रीमती रे? तीन। नाम के पऱ्यो? गिरकुमारी। हजुर अर्कीको थाहा छैन। थाहा छैन। ए पल्लाडीपट्टिको थाहा छैन। ए पल्लाडीपट्टिको। अब दायाँ र बायाँ यतापट्टि हाम्रो खगराज हरिभाइ, यतापट्टि कृष्ण पद्मराज पाण्डे हो। यता हेर। ठिक छ। अनि अरू भन्दै जाऊँ न। हिन्दी बोल्दै गर्ने ल। एकदम खिच्दै होला यो कृष्ण। म यहाँ अगाडिबाट हेर आएन भने यसो विषय खिच मात्र कि त्यहाँ फोटो आएन भने यसो ठिकै आउँछ। यता पनि देखिँदो रहेछ। अनि त्यसो भए 84 भयो। कति भयो हजुरले याद छ त? 2 वर्ष। यता मेरो पछाडि पनि हेर्दिनु है, ठोकिमला म पनि। ठिक छ। है हिँड्नु त सक्नुहुन्छ राम्रो। हिँड्नु चाहिँ यहाँ पनि पुग्छु। हो। अनि खाना चिया कति खानुहुन्छ? चिया धेरै बिहान बेलुका 2 टाइम चाहियो। भातमा भाग्नु हो। त्यही त अझै पनि तगडै हुनुहुन्छ। हिँड्नु त हिँडिराख्नुपर्छ, जति हिँड्यो त्यति राम्रो। हिँडेर हातबाट गले हिँड्नु सकिनु भन्नु पर्दैन। हो धेरै राम्रो। अहिले चाहिँ केटाहरू चाहिँ अलिकति हिँडेको चाहिँ धेरै ल हिँड्न सकिएन भन्नु थाचेको बस्छु। हो नि त्यो कामसँग बल्ल चाहिँ अब गर्नुहुन्छ। ए हो। हजुर यो फोटो भिडियो कल। अहिले ठ्याक्कै कति वर्ष हुनुपर्छ? 97 साल। कुन महिना? असार। कति नि? 19 गते। आइतबार। कति बजीतिर हो? बिहान बेलुका? आइतबार। अनि हाम्रो चाहिँ नि हजुरबा चाहिँ नि मृत्यु हुनुभयो कहिले? 22 साल कार्तिक कति गते? दशमी तिथि। शुक्ल पक्ष हो? ए तिहार पछिको दशमीमा। 22 साल म जन्मिनुभन्दा पहिले जन्मे। 22 साल पुसमा जन्मे। 22 साल पुसमा जन्मे आमा। ए आउँदोको दशमी तिहारको। भनेपछि उही के अरे जिमेर घाटमा। अनि हजुरआमा नि? हजुरआमा त म जान्दिनँ भन्दा नि हुन्छ है। त्यति सानोमा जानु? म 3 वर्ष थिएँ। 3 वर्ष हो? म भाइ थियो कान्छो 1.5 वर्ष थियो। ए हजुर कान्छामा 1.5 वर्षको फरक हो? 1.5 वर्षको फरक। ए त्यही त। कता यता नि कतै त मोटर नआउने ठाउँमा।
नभए यति हो हुँ? के त मोटर आउँदैन ऊ त सुरु यहाँ मेरो पछाडि हेरिदिनु है फेरि म एकैचोटि जाकिम ल वो ठुलाइको मात्र मात्र घरको ठुलाइको के अरे हजुरआमाको मृत्यु हुँदाखेरि हजुरबा कति 35 कति वर्षको हुनुहुन्थ्यो हजुर 3 वर्षको हुँदाखेरि हजुरआमा बित्नुभयो हजुरकी आमा अनि हजुरबा कति वर्ष हुनुहुन्थ्यो किनकि अब हजुरकी हजुरआमा त हुनुहुन्थ्यो होइन हजुरआमा त धेरै वर्ष हामी सबै चारजनाले हुर्काउनु होइन होइन मैले समेत देखेँ हजुरआमा जिजु हजुरआमालाई त हो नि भने गर्दा 1.5 वर्षको थिएँ ए म त त्यही थिएन कुरो त्यही अनि हजुरलाई याद छ त अहिले 1.5 वर्ष याद नभए पछि भनेपछि मैले देखेँ अन्जानमा देख्नु हो पछि भनेपछि हो नि त कृष्ण दाईहरूले उसले कहाँ देख्यो हामीहरू त अब पछि टक्रा हुनुहुन्थ्यो हामीले हजुर है टक्रा हुनुहुन्थ्यो अनि हजुर त इन्डियातिर कामहरू कतै कतै इन्डियातिर जानु भएन घुम्नु मात्रै 2-4 महिना घुम्दै आउँदै कता कता घुम्न जानुभयो जाने त म बन्देज पनि गएँ भेलाइ कता लाग्ने यता लाग्ने कि सिधै सिधै फर्क्यौँ त त्यहाँ आन्ध्र प्रदेश पनि गएँ ए आन्ध्र प्रदेश पुग्नु भयो पुगेँ मध्य प्रदेश पनि गएँ मद्रासमा पनि गएँ हिँड्दै जहाँ चाहिँ घुमेँ फिल्मीहरू कहीँ बस्ने है त्यही त म पहिल्यै यो जमानामा 25 वर्षको थिएन त्यति बेला काँची ग्याजी यताबाट प्रष्ट आउँदैन है घाम परेछ टल्किन्छ 25 वर्ष उमेरमा काँची ग्याजी जगन्नाथ गरेको ओहो त्यो उमेरमा त्यतिखेर फर्केर आउँथ्यो कान्छाबाट लिएर आएर बिहाएर पठाएको मजैमा आएर बिहारिदिएको होइन कान्छाबाको पनि जनताको आयो नि त म त हजुरको चाहिँ नि बिहाको पनि जनताको आएँ म कान्छाबाको बिहाको पनि जनता मलाई दुइटै बिहाको जनताको याद छ अरू धेरै कुरा याद छैन हजुरको बिहाको जनताको पनि मलाई प्रष्ट याद छ आमाभन्दा कति 1 वर्ष जेठो हुनुहुन्छ तपाईँ कति वर्ष त मलाई याद भएन 1 वर्ष जेठो छ भन्नु जनताको आएको मलाई चाहिँ प्रष्ट याद कान्छावाला एकै छोरै त्यही त कान्छावाला पनि कान्छेहरूलाई पनि राख्नु अब राखेर अलिकति जानु कान्छावाला अगाडि सुबसम्म अहिले हजुरलाई केही रोगसोक त केही छैन त्यही त पहिला अलिअलि थियो चाहिँ अहिले 10 वर्ष मेरो रङको छैन है अब पानी सानी अलिअलि खाइराख्नुपर्छ पानी सानी खाने झोल धेरै खाना झोल दिनु बन्द गर्नुपर्छ गेडाबडीको झोल दालको झोलमा बढी झोल गर्नुपर्छ त्यसो भयो भने त्यसपछि अलिक स्वास्थ्य त्यसै स्वास्थ्य हुनुहुन्छ अझै हिँड्नुहुन्छ हिँड्नेको बानी छ भएपछि अब अहिले फेरि बिनाबारीतिर जाने विचार त गर्नु होइन एकदिन घुम्ने जाम पनि जान सक्छु हो तर जान सक्छु हुन त अहिले गाडी जान्छ नि उहाँसम्म हेरेर त्यसो भएपछि त केही गाह्रो भएन नि कान्छामा हजुरलाई छोडेर म दकुले यता आएको भिडियो आउने अब कान्छा चाहिँ घरबाट लिएर उता जाने भन्ने भएको थियो यहीँ आउनु आलु टमाटर आलु
भनेपछि अब के अरे तीर्थव्रत चाहिँ त्यही 25 वर्षपछि अरू ठाउँमा जानु भएन पहिले त्यहाँ पहिले मुक्तिनाथ गएँ ए हजुर हजुर मुक्तिनाथ गएर आएपछि बल्ल बिहा आएको मैले ए मुक्तिनाथ भएपछि पुष्यराजमा दुईवटा भएर हजुर ए छोरा छोरा कान्छ क्या खान्छ खान्छ हामी तिनवटा भएर यही दसैँमा दसैँ टिकोलामा मुक्तिनाथ गएको ए है अनि त्यति बेला हजुरको सबभन्दा मिल्ने चाहिँ को त हजुरको दामले कि हजुरको पालामा चिनी कान्छ राइती थिए नमस्ते 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 संसारका 2-4 महिनाको भेट काट्छु मलाई सबै एक अब्दी जाँदैन पनि सबै चिनी कान्छ राई हुन्थ्यो धेरै जस्तो अन्त 6 महिना छ भनेपछि त्यहाँ अब हामीहरूको चाहिँ टोटल बिनामारेमा टोटल बिनामारेमा चाहिँ पाण्डेहरूको घर कति थियो पाण्डेहरूको बाई बाई तिनवटा सन्तान त हो त्यो माइला कान्छा सन्तान त हो अलिक ठुलो फैलिएको हो कान्छाको कान्छाको त्यहाँपछिको हाम्रो जग्गाको उहाँपछिको माइलाको माइला सन्तान पुष्यराज भयो पुष्पराज जेठा हामी गयौँ हजुर हजुर कान्छाका चाहिँ माइलाको भयो ए कान्छा माझी कमलहरू कसका खान्छका खबर त हाम्रैपट्टि हाम्रो हेमपुरपट्टि भयो हाम्रैपट्टि क्या दोकानमाथि कमल भयो महिला छ र म हुन्छ त अब फर्कौँ भित्रैसम्म जे होस् धेरै खुसी लाग्यो साइँलाबासँग यति वर्ष फेरि भेट भयो फेरि भेट भइरहेको बाँचेर नाचेर भेट हुन्छ अब यो चाहिँ नि अहिले खिचेको यो कुरो अब युट्युबमा मोबाइलमा पनि हेर्न सकिन्छ म उहाँ काठमाडौँ गएपछि काठमाडौँ कि उहाँ गएर राख्छु अनि त्यसपछि त्यहाँ चाहिँ त्यही हेर्न सकिन्छ आफैलाई लिङ्क पठाइदिनु होला हुन्छ हुन्छ अब बन्द गरिदिन्छु त्यो खिच्दैन नि